आज रातिको 1 बजे हाम्रो घरमा लिच्ची चोर्न आएका चोरहरूलाई मेरो बाबाले भगाएपछि ब्याग यहीँ छोडेर भागेछन् साथीहरू। हेलो साथीहरू, स्वागत छ हजुरलाई मेरो डे 16 मेरो ब्लगमा। म यो चराचुरुङ्गीको आवाजसँग उठेँ अनि मलाई यो प्रकृतिले यति लिप्त बनायो कि एक टकसँग म बाहिर बसेर यो चराचुरुङ्गीको आवाज सुनिरहेँ कि मलाई यति आनन्द लागिरहेको थियो। धेरै जस्तो पाइँदैन यस्तो गर्न। अनि एकछिनपछि म भान्सामा गएर खाजा खाएँ। खाजा खाइसकेपछि आमालाई भेट्न गयौँ मम्मी र म। अनि आमालाई भेटेर एकछिन गफ गरेपछि मेरो बाबा आउनुभयो मलाई लिन। ठ्याक्क लिन आउँदाखेरि मैले बाटोमा देखेँ स्कुल देखिसकेपछि म स्कुल जान्छु भनेर झगडा नगर्ने त कुरै हुँदैन होइन। तर म स्कुल जान पाएन। अनि घर आएर हेर्दाखेरि मेरो हजुरआमाले मलाई पकौडा बनाइदिँदै हुनुहुन्थ्यो। म एकछिन हजुरआमासँग भलाकुसारी गर्दै बसेँ। मजाले आनन्दले हजुरआमासँग खेल्दै बसेँ। यता चकचक उता चकचक गरिरहेको थिएँ। हजुरआमाले बनाएको मिठो पकौडा खाएपछि हामीले खायौँ दहीको लस्सी। अनि त्यसपछि म मेरो फुपूसँग पढ्न बसेँ। मलाई यो बुक पढ्न चाहिँ एकदम इन्ट्रेस्टिङ लाग्छ। माथि गएको त कुलर बिग्रेको रहेछ। फुपूले सफा गर्दै हुनुहुन्थ्यो, बनाउँदै हुनुहुन्थ्यो। मैले एकछिन अनुगमन गरेपछि हामीले खायौँ वाटरमेलन। त्यसपछि म रेडी भएर म गुटुङ गएँ मेरो भाइलाई भेट्न। गुटुङ बारेमा भाइलाई भेट्न गएपछि भाइ सुतिरहेछन् कि जस्तो लाग्थ्यो, तर भाइ भर्खर सुतेर उठेको रहेछन्। अनि म मेरो सिसम फुपूसँग एकछिन बसेँ। त्यहाँ गए पनि एकछिन चहल पहल दिनु परिहाल्यो। त्यसपछि मैले भेटाएँ घन्टी। पूजा गर्नु त परिहाल्यो। भाइ र म मिलेर दुइटै मिलेर घन्टी बजाउँदै अगरबत्ती बाल्दै पूजा गर्यौँ। अनि घर आएको त बा आउनु भएको रहेछ। बासँग एकछिन मेरो साथीलाई भेटाएँ। अनि बाले खाना लगाएको खानेकुरा सबै मैले खाइदिएँ। मेरो मम्मीले बाको आइज नोज हेयर कता छ भनेर सोध्दै हुनुहुन्थ्यो। म त्यसो सबै ज्ञानी भएर देखाउँदै थिएँ। अनि एकछिनपछि बा जानुभयो। म र मेरो हजुरआमा एकसँगै बसेर गफ गर्यौँ। हामीले खायौँ माम। दिदीसँग म एकछिन खेलेँ। त्यसपछि हामी सबैजना भएर सुत्यौँ। गुड नाइट साथीहरू, थ्याङ्क यू सो मच।